के तपाईँहरू पनि के रोमानी आउँदै हुनुहुन्छ? उहाँहरूको लागि एउटा मैले सानो एउटा भिडियो है त। मलाई धेरैजना साथीहरूले पनि सोध्नुहुन्छ होइन। अनि यो विषय चाहिँ एकदम सबैले थाहा पाउने विषय हो होइन। थाहा हुनु पऱ्यो नि त होइन। सबै कुराहरूले साथीहरूले सोध्ने भनेको त्यो सेलेरीको बारेमा हो। अहिले तपाईँको चाहिँ रोमानियामा तपाईँको चाहिँ 2025मा तपाईँले बढ्दै गरेर चाहिँ तपाईँको चाहिँ अहिले चाहिँ नि 4050 रोन पुगेको छ है त। लगभग 800 युरो जति पर्न खोज्छ है त। यो फेरि तपाईँले सोध्नुहुन्छ यो सबै तपाईँले पाउने चाहिँ होइन है त। किन यहाँको जुन सरकारले सबै चाहिँ तपाईँको ट्याक्सदेखि लिएर हरेक चाहिँ कार्डहरू तपाईँले चाहिँ पाउने भनेर तपाईँले 2565 रोन है त। 2565 रोन तपाईँले पाउनुहुन्छ। लगभग नेपाली 76,000 कति हुन्छ है त अहिले है, अहिलेको रेटमा है त। यो हो। अनि यो चाहिँ तपाईँको चाहिँ नि प्रति तपाईँले चाहिँ 8 घन्टा प्रति दिनको 8 घन्टा तपाईँले काम गर्नुपर्ने हुन्छ है त। यो है त। यो हो। किनभने मैले धेरैजना साथीहरूले सोधेर मैले यो चाहिँ भिडियो बनाएको है त। साथीहरू कस्तो लाग्छ है त भन्नु होला है त। कस्तो धन्यवाद। अनि एकदम अब यहाँ हावापानी एकदम राम्रो छ तपाईँहरूको लागि है त। चिसो छ अहिले, प्राय धेरै ठाउँमा प्राय गर्मी नै हुन्छ होइन। यहाँ एकदम चिसो छ, मौसम राम्रो छ है त। हस् त।